गएको सातासम्म यहाँहरूको स्नेह पाएर सर्वाधिक एसएमएस बटुल्न सफल खोटाङ दिक्तेलका प्रतिस्पर्धी सुमन सरगमको पालो हो खाएको कसम बैगुनीले तोडेर गई जीवन मेरो मरु नबाच्नु पारी मलाई छोडेर गई छोडेर गई मनका बना साक्षी राखी खाएको कसम बैगुनीले तोडेर गई जीवन मेरो मरु नबाच्नु पारी मलाई छोडेर गई छोडेर गई मनका बना साक्षी राखी भाग्यले कस्तो वज्र हान्यो यो मेरो कर्मैमा भाग्यले कस्तो वज्र हान्यो यो मेरो कर्मैमा नहान दैव बाण मेरो मुटुको मर्मैमा मनका मना साक्षी राखी खाएको कसम बैगुनीले तोडेर गई उसलाई जति धेरै दर्शकहरूले भोटिङ गरिराख्नु भएको छ त्यो भोटिङको एउटा सम्मान पनि गर्नुपर्छ र आज स्थायीले उसको त्यो सम्मान एउटा व्यक्त गरेको छ स्थायीको सिङ्गिङ मलाई त्यति चित्त बुझेको छ तर अझै पनि त्यो अन्तराको सिङ्गिङ डिसिप्लिनरी ट्र्याकमा चाहिँ अझै आइसकेको छैन र उसले प्रशस्त सम्भावनाहरू देखाएको छ पहिलाको भन्दा धेरै इम्प्रुभ छ र यो पक्का पनि भोटको सम्मान हो र त्यसै गरी भोट आओस् म अल द बेस्ट भन्छु भुलिदिनेलाई सम्झिदिनेलाईको बिचमा जुन काममा जुन भेरिएसन लिएर आयो त्यो धेरै राम्रो छ अनि अब एक दुईवटा गायकीमा एक दुईवटा उतार चढावमा केही कमजोरीहरू देखिन्छ तर तिम्रो ओभरअल पर्फर्मेन्समा चाहिँ एक किसिमको जस्तो किसिमको गायकी हुनुपर्ने त्यस्तो थियो अनि एउटा फुल्न खोजेको एउटा फुलको आवाज हुन्छ एउटा प्रतिभाले हैन एउटा ठाउँ लिँदैछ एकदम खुसी लाग्यो यसैलाई हेरेर भोट दिनुहोस् दर्शक
आजका प्रतिस्पर्धीहरूको एसएमएस भोटिङ लाइन आगामी आइतबार बिहान 10 बजेसम्म मात्र खोलिएको हुनाले यी बाँकी रहेका 4 दिनहरूमा भरपूर आफ्नो मन परेको प्रतिस्पर्धीलाई भोट गर्न नबिर्सनुहोला। यतिखेर नारायणघाट चितवनलाई प्रतिनिधित्व गर्दै यहाँ आफ्नो आवाजको जादु चलाउनका लागि आउँदैछन् कृष्ण महतो। कृष्ण महत भनेपछि उसको भोइसको त्यो क्वालिटी यो गीतमा देखिन्छ। उसले आफ्नो भोइसलाई सुट गर्ने गीत छानेको पनि हो। अनि आज हुनसक्छ उसको घाँटीमा केही सन्चो छैन, अलिकति अन्तरामा गएर त्यो कुरा उसको अलिकति बिमारी जस्तो मैले अलिकति देखेँ, अन्तरामा अलिकति खस्केको। तर यसको यो सुर भन्ने चिज उसको जहाँ लाग्छ नि डाइरेक्ट कनेक्सन एकदम हार्टसँग छ। उसको भोइस त्यति मिठो क्वालिटीको छ र यो गीतलाई उसले आफ्नो तर्फबाट पुरा न्याय गरेर निभाए। थ्याङ्क यू, अल द बेस्ट। कृष्ण महतोले गाउनुभएको यो चर्चित गीतका सङ्गीतकार हाम्रो कार्यक्रमका निर्णायक सुरेश अधिकारी हुनुहुन्छ। सुरेश अधिकारी, कृष्ण र मैले खुसुक्क सल्लाह गरिसकेका छौँ कि आजको कार्यक्रमलाई बिट मार्दा मार्दै यो गीत र सङ्गीतकार सुरेश अधिकारीले हाम्रो दर्शकहरूको लागि पस्किनै पर्छ।
मनमै छ आशा, मनमै छ सपना, ओठैले खोल्न बाँकी छ। जीवनको बाटो उकाले अनि ओह्राले, समाउनु हात माया तिमीले। थकाइ मार्ने चौतारी अनि देउराले, दिनु है साथ माया तिमीले। बाँकी छ हिउँद, बाँकी छ बर्खा,